ऱ्यापर, इन्जिनियर र मेयर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यति बेला फेरि पनि विवादमा परेका छन्। कुकुचा खोला उत्खननमा होस् या काठमाडौँको टावर प्रोजेक्टमा होस्, एएमसी अफिसको लिफ्ट खरिद गर्दा होस् या जेनजी प्रोटेस्ट होस्, उहाँ विवादमा परिरहनुहुन्छ। र यति बेला आफ्नै साथी राहुल र निकोलस भुसालले लागेका आरोपहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। र यो भाइरल फुटेज हेर्नुहोस्। बालेन स्नेक भन्नुहुन्थ्यो क्या, यतिकै भन्नुहुँदो रहेछ भनेर मैले बल्ल अहिले थाहा पाउँदैछु कि यो मान्छेको बारेमा। के छ भन्दाखेरि एकजना दुईजना हुनुहुन्छ। मैले आज नभन्नु भन्थेँ, मलाई हिजोदेखि फोन गरेँ, त्यही पनि भनिदिन्छु। बालेन र भिक्टर दुईजना, रुटिन अफ नेपाल बन्दको यिनीहरूको र केपी भाइ, यिनीहरू भनेको चाहिँ मेन भनेको पहिलेदेखि इतिहास हेर्नु, यिनीहरू सबै युएस एमबी काउन्सिलदेखि लिएर बारबारा फाउन्डेसनदेखि सबैसँग यिनीहरू एट्याच छन्। यिनीहरूको अनुसार बालेन शाह एक भ्रष्टाचारमा संलग्न, भरोसा तोड्ने र व्यक्तिगत लाभको लागि राजनीति गर्ने व्यक्ति हुन् भनेर आरोप लगाएका छन्। बेला एउटा ठुलो प्रश्न उठेको छ, बालेन शाह एउटा असल नेता या विवादित पात्र? के बालेन शाहलाई लगाएका यी आरोपहरू साँचो हुन् या बालेन शाहको प्रगतिप्रति डाहा? तपाईँलाई के लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो। जय नेपाल।